यहाँ सङ्घसभाको बाटाबाट हिँडिरहेका छौँ। अब पारी भोजपुरको विभिन्न ठाउँहरू देखिराखिएका छ भने यो पारी चाहिँ सङ्घसभाको बाटो यो हामी हिँडिरहेका छौँ। अब यो अरुण उपत्यका अथवा अरुण नदीको किनार भएको यो राम्रो बाटो पनि रहेछ। तर मैले यहाँ ठ्याक्कै देखाएको पुल चाहिँ भोजपुरतिरको हो भने हामी यो साततारे भन्ने ठाउँको यहाँ गएका छौँ। रातो माटो भएको ठाउँ यहाँ चाहिँ हिँडिरहेका छौँ। यो साल जङ्गल करिब हाम्रैतिरको जस्तो भूगोल भएको देखिने रहेछ। यहाँ म चाहिँ तपाईँहरूलाई आज अक्करको भिड पनि देखाउन गइरहेको छु। अब हामी केही समयमा नै अक्करको भिड हुँदै जाँदैछौँ। त्यो चाहिँ सङ्घसभाको विकट भूगोलबाट लगिएको बाटो हो। यो यसरी अरुण नदी तल छन् भने बस्तीहरू पनि छ र यहाँ मान्छेहरू घाँसहरू बोक्दैछन्। गाडीमा लिएको रातो माटो नै रहेछ। टाटा बारीहरू पनि यहाँ देखेँ मैले ठ्याक्कै ओखलढुङ्गाको मालटार जस्तो देखिँदो रहेछ। अब नजिकै जङ्गल सालगारी पनि छ अनि नजिकै फेरि बारीहरू पनि छ। यहाँ चाहिँ यो बाटो राम्रो छ। पानीको चाहिँ यहाँ पनि दुःखै छ जस्तो मलाई लागेको छ। हुन त ठुल्ठुला नदीहरूले काटेको ठाउँमा पानीको समस्या पनि हुन्छ र यसमा माथिदेखि ल्याउन मिल्ने ठाउँ भएको र यो तल्लो बेल्ट भएकोले ठिकै देखिन्छ। यो उखु हुने ठाउँ रहेछ। तुमलिङटारको सहर पनि भन्दा रहेछ भने अब यो बारीहरू मकै हाल्ने बारीमा मकै छर्ने सिजन पनि भएको रहेछ। रातो माटो भएको कुरा पनि मैले अवगत गराउन चाहेँ। गाडीहरू पनि आउने जाने यो व्यस्तै बाटाको रूपमा यसलाई लिँदो रहेछ। अब यहाँ घुमेर जाने टर्निङहरू भएको बाटो पनि छ। अरुण नदीको तीरबाट मैले भिडियो लिइराखेको छु। यहाँ चाहिँ अरुण नदी छन् भने ठुल्ठुला टारहरू पनि छन्। पारी भोजपुरतिर पनि टारहरू देखियो। जराए टार अलिक तल पर्छ। अब हामी अक्कस भिर पारिपट्टि खेतहरू पनि छन् भने यसरी चाहिँ नदी बाटो बगिरहेको देखिन्छ। तर अब ठुला नदीहरूका बिचमा खेतहरू चाहिँ कम हुन्छ। त्यो चाहिँ ठाडो खोलाहरू हुनुपर्छ खेत हुनको लागि। यो नदीहरूबाट पानी लगाउने व्यवस्था खासै हाम्रो नेपालमा त्यत्रो बिना भइसकेको छैन। अलिक तराईतिर चाहिँ छ। गाडी भेगमा यो देखिएको छैन।
मैले यहाँ आफूले बोल्ने भन्दा पनि प्राकृतिक कुराहरू, प्रकृतिको सुन्दरतालाई देखाइरहेको छु। यो अब वसन्त ऋतुको मौसम, हरिया पालुवा वा पाहुला जे भने पनि पलाएको समय। मैले अरू भिडियोहरूमा माथिल्लो भेगको बारेमा देखाएँ भने यहाँ फेरि तल्लो भेगको बारेमा देखाइरहेको छु। हामी दमकट्टा भन्ने ठाउँबाट क्रस गरिरहेका छौँ। यो सङ्घसभा जाँदाखेरि यो नामुद भिर, अक्करको भिर हो। यहाँ चाहिँ अक्करेश्वर महादेव पनि, महादेवको वासस्थान पनि छ। अब अहिले त्यो अक्कर भिरमा जानको लागि सुर्तीबारी भन्ने ठाउँ क्रस गर्नुपर्छ। यहाँ ठुलो अक्कर, सानो अक्कर, अक्करको भिर भनेर चाहिँ नामहरू दिएको छ। अब तपाईँको यो कठिन भिरलाई काटेर यसलाई लिएको छ। अहिले चाहिँ हामी अक्करको भिर, यो सङ्घसभा जिल्लाको, अहिले हामी खासबारीबाट धनकुटा हिलेतर्फ जाँदैछौँ। यो चाहिँ अहिलेसम्म चाहिँ सङ्घसभा जिल्लामै पर्छ, त्यसको चाहिँ धर्मदेवी नगरपालिका अन्तर्गत पर्छ। यहाँ चाहिँ यहाँ अरुण नदीको साइडमा हेरोका यहाँ चाहिँ अक्करको मन्दिर छ। यहाँ चाहिँ पहिले गाडी दुर्घटना भएको हिसाबले चाहिँ यहाँ अहिले उनीहरूको स्मरणमा मन्दिर बनाइएको छ। त्यसमा चाहिँ अब हामी जाँदैछौँ। अहिले चाहिँ गोपालसर अक्करेश्वर महादेवको मन्दिर दर्शन गर्न जाँदै हुनुहुन्छ। बाटो हेरेर काट्दै हुनुहुन्छ। अहिले हामी चाहिँ यो पहाड एकदमै ठुलो पहरामा पहिले ब्लास्टिङ गरेर बाटो खनिएको हो। यहाँ चाहिँ अक्करको मन्दिर रहेको छ भने अब यहाँ चाहिँ ठ्याक्कै यो अरुण नदीको किनारमा चाहिँ रहेको छ। के भन्नुहुन्छ कि दाजु यहाँ आएर? यहाँबाट तल हेर्दा ओडार जस्तो देखिनुहुन्छ ल। यहाँ ओडा रहेछ। यहाँ तल चाहिँ एउटा चाहिँ ठुलो नाग बसेको र पहिले चाहिँ मारेको भन्ने चाहिँ किंवदन्ती छ। तर त्यो चाहिँ यहाँ नागको अहिले मूर्ति नै छ भन्ने छ। त्यो चाहिँ अहिले अब भेटिएको छैन। अक्करेश्वर मन्दिर यो चाहिँ धेरैले चाहिँ युट्युबमा ड्रोन सट लिएर पनि हानेको देखिन्छ। यो यता यो अरुण नदी अक्कर भिरमा। अब उँभोको भिर त अब यहाँ निच्छाछुर भिर, यस्तो भिर त कसरी काटेको होला जस्तो। यो चाहिँ नेपाली सेनाले चाहिँ ब्लास्टिङ गरेर यो बाटो चाहिँ खोलेको हो। त्यो चाहिँ यस्तो छ। अक्करेश्वर महादेव भिर, अक्कर भिर। अहिले चाहिँ हामी अक्करको भिरमा रहेको अक्करेश्वर महादेवको दर्शन गरेर अगाडि बढिसकेका छौँ। यो बाटो एकदमै पहरो खोलेर बाटो खनिएको छ भने तलतिर अरुण नदी आफ्नै तालमा बिना बेपरवाह बगिरहेकी छिन्। यो हो अक्करको भिर। यहाँ चाहिँ ठुला गाडीहरू चल्छन्। यो सङ्घसभा आउनलाई चाहिँ विशेष गरेर यो ठुल्ठुला हाइड्रो पावर आयोजनाहरू अरुण थर लगायतका हाइड्रो पावर आयोजना भएको हिसाबले र माथिल्लो बेल्टमा चाहिने खाद्यान्न लगायत निर्माण सामग्रीहरू लिएर ठुल्ठुला गाडीहरू चाहिँ आउने गर्छन्। अब हामी चाहिँ नजिकै आइरहेछौँ। सङ्घसभा जिल्ला क्रस गर्न आइरहेछौँ। यो चाहिँ एउटा एग्रो KUN बायोटेक प्राइभेट लिमिटेडले निर्माण गरेको
नयाँ तरिकाको चाहिँ माछा पोखरी हो। माछा पोखरी गरेर भनेर आइरहेको छ। माछा पोखरी छ, यो हामी क्रस गऱ्यौँ। अब यो चाहिँ माछा पालनको नयाँ प्र्याक्टिस हो। त्यो चाहिँ अब त्यसमा कसरी हुन्छ त्यसको चाहिँ रिजल्ट आउन बाँकी छ। तर यो चाहिँ अलिकति पहाडी इलाकाहरूमा सहज हुन्छ कि भन्ने विश्वासले चाहिँ कम्पनी खोलेर त्यहाँ माछा पालन चाहिँ व्यवसाय सुरु भएको छ। यो पारी चाहिँ भोजपुर वारी सङ्घसभा बिचमा अरुण, भोजपुरको चाहिँ यो पारी अरुण गाउँपालिका जस्तो लाग्छ मलाई। अरुण गाउँपालिका पर्छ। अलि मास्तिर षडानन्द थियो। अब हामी लेकगुवातर्फ जाँदैछौँ खाँदबारीबाट। यो घुम्ती नागबेली सडकहरू पार गर्दै अहिले चाहिँ हामी केवाबेसी आइपुगेका छौँ। केवाबेसी यो चाहिँ चेवाबेसी, हेलुवाबेसी, यस्ता चेवा नाम गरेका ठाउँहरू छन् यो सङ्घसभा जिल्लामा चाहिँ। अहिले यो केवाबेसी ठुलो बेसी नै रहेको छ फाँट। यो पनि अरुण उपत्यका अन्तर्गतकै एउटा चाहिँ फाँट उपत्यका रहेको छ। यहाँ अहिले हामी यहाँबाट चाहिँ धर्मदेवीको बाटो कट्यो। यहाँबाट चाहिँ माथितिर जान्छौँ हामी। मुडे शनिश्चरीसम्म जाने बाटोहरू रहेको छ भने अहिले यो केवाबेसीको चेकपोस्ट आइसकेपछि अब यो पुलले चाहिँ यो केवाबेसीको यो पुलले चाहिँ अब यो खोलाले केवा खोलाले चाहिँ सङ्खुवासभा र धनकुटा जिल्ला छुट्याएको छ। यहाँदेखि यो माथिकोदेखि अब हामीले सङ्खुवासभा जिल्ला पास गरेर अब हामी धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका प्रवेश गरेका छौँ। यहाँबाट चाहिँ अलिकति अगाडि बढेपछि लेकगुवा घाट आउँछ, जहाँ चाहिँ पक्की पुल रहेको छ, जसले चाहिँ धनकुटा र भोजपुरलाई जोड्छ। र त्यहाँ चाहिँ हामीले मध्य पहाडी राजमार्ग पनि भेट्छौँ। हो अहिले हामी धनकुटा जिल्लामा प्रवेश गरेर हिलेतर्फ जाँदैछौँ। अहिले चाहिँ नजिकै हामी लेकगुवाको नजिक आइपुगेका छौँ। यहाँ थोरै बाटो पहिरोले गर्दा बिग्रेको छ। त्यतातिर अरुण आफ्नै तालमा गइरहेकी छिन्।